दीपक, तिमीलाई कहिलेकाहीँ एक्लोपनको महसुस हुन्छ नि, किन नहुनु? अनि के गर्छौ त त्यो बेला? के त दुःख लाग्छ, त्यसपछि फेरि आफै सम्हालिँदै जान्छु। कसरी सम्हालिन्छु यार? अब यस्तो छ, म के सोच्छु भने साँच्चै म एक्लै छु त, एक्लो हुनु के हो त भनेर आफूलाई सोध्छु। यति सोद्धाखेरि मैले के महसुस गर्छु भने वास्तवमै म त एक्लो छैन। म एक्लो किन छैन भने मसँग शरीर छ, विचार छ, आत्मा छ, तीन तह छ नि त, होइन? अनि त्यसपछि मलाई माया गर्ने, मलाई आफन्त ठान्नेहरूको यादहरू छ, सम्झनाहरू छ। अनि यदि सोच्दै गइसकेपछि मेरो मनले, मेरो विचारले अथवा मेरो बुद्धि, मेरो तर्क शक्तिले के बुझ्छ भनेदेखि एक्लो हुनु पनि त एक किसिमको भ्रम रहेछ भन्ने बुझ्छ। अनि त्यो बिस्तारै आफै निको हुन्छ, किनकि मान्छे वास्तवमै कहिले पनि एक्लो हुँदैन। ए हो र, त्यस्तो पो सोच्छौ तिमी? म त्यस्तै सोचिसकेपछि त्यो मनबाट चाहिँ नि भ्रम निस्किन्छ अनि मलाई एक्लै छु भन्ने महसुस हुँदैन। हुन त वास्तवमै एक्लिएर रहनु पनि हुनसक्छ, र एक्लिएर रहनु र एक्लो महसुस हुनु चाहिँ फरक कुरा हो। जस्तै कुनै अनकन्टर जङ्गलमा म एक्लिएर बसेको छु भने त्यो वास्तवमै एक्लो हुनु अथवा एक्लिनु होला, तर मन भने एक्लोपन महसुस गर्नु चाहिँ एक किसिमको भ्रम नै ठान्छु म। त्यस्तो ठान्छु यार दीपक तिमी त। अनि तिमीलाई त्यस्तो ठान्छु नि। अनि तिमीलाई थाहा छ अर्को पनि एउटा भ्रम छ नि मान्छेलाई। के हो त्यो भ्रम? मान्छेलाई लाग्छ कि मान्छेहरू साथीहरूसँग छन्, समूहहरूसँग छन्, एक्लो छुइनँ भन्ने महसुस गर्छन्। त्यो पनि एक किसिमको भ्रम नै हो नि। त्यो चाहिँ कसरी यार? त्यो चाहिँ कसरी हो भने नि, हामीहरू समूहमा बस्छौँ, धेरैजनासँग बस्छौँ, घर परिवार साथी काम गर्ने एउटा समूह हुन्छ। तर पनि मान्छेहरू समूहमा बसे तापनि धेरै यस्ता कैयन कुराहरू हुन्छन् जुन हामीहरू एकअर्कासँग साड्न सक्दैनौँ। जस्तो कि मलाई टाउको दुखिरहेको छ, मैले त्यो टाउको दुखेको तिमीलाई सार्न सक्दिनँ। र यावत कुराहरू हुन्छन् जुन कुराहरू चाहिँ हामीहरू एकअर्कालाई दिन सक्दैनौँ, लिन सक्दैनौँ, न चाहेर दिन सक्छौँ, न चाहेर लिन सक्छौँ। यसकारण कैयन अर्थमा मान्छेहरू समूहमा हुँदाखेरि पनि एक्लै हुन्छ। है, त्यो त मैले सोचेकै थिइनँ यार। जसरी हामीलाई एक्लो भएको भ्रम हुन्छ, त्यसरी हामीहरू सबै सँगै छौँ भन्ने पनि एक किसिमको भ्रम नै हुन्छ। बुझ्यौ नि?